घन्टी हो। जय घन्टी। देश सुशासन र विकासको लागि यो जनमतको लागि यहाँहरूलाई सर्वप्रथम कङ्ग्रेचुलेसन्स भन्न चाहन्छु। यहाँहरू सम्पूर्ण बधाईका पात्र हुनुहुन्छ। यो मत हामीले विजय प्राप्त गऱ्यौँ भनेर अहिले भनिहाल्ने अवस्था छैन। यहाँहरूले विश्वास गरेर दिनुभएको यो मतलाई जबसम्म हामीले काम गरेर परिणाममुखी बनाउँदैनौँ तबसम्म यो हामी अहिले विजयको ताली खाइहाल्ने बेला भएको छैन कि जस्तो लाग्छ। मैले सुरुमै जब टिकट पाएको थिएँ त्यतिखेरै मलाई धेरै इष्टमित्र साथीभाइले बधाई दिन घरमा आउनु भएको थियो। त्यतिखेर पनि मैले भनेको थिएँ अहिले मैले यो बधाई लिँदिनँ तबसम्म मैले यो विजय यो जनमतको मत प्राप्त गरेर सदनमा गएर नागरिकको आवाजलाई सम्बोधन गर्न सक्दिनँ र काम गरेर देखाउन सक्दिनँ। तबसम्म मैले यो केही पनि खातामाला अबिर अथवा यो बधाई लिँदिनँ भनेको थिएँ। भन्दै पनि धेरैजना मतदाताज्यूहरूले हामीले गरेर तिमीलाई यत्रो विजय गराउने, तिमीले चाहिँ नि हाम्रो यो खुसीको क्षण पनि सेलिब्रेट गर्न नमान्ने भनेर गुनासो पनि गर्नुभयो। त्यसले गर्दा यहाँहरूले जसरी लिनुभयो त्यसलाई ग्रहण गरेँ। तर म यहाँहरूसँग प्रतिबद्ध गर्न चाहन्छु, कटिबद्ध रहन चाहन्छु। यहाँहरूले दिनुभएको यो जनमतमा टेकेर म चाहिँ नि यहाँहरूको सेवाको लागि रहनेछु, गर्नेछु भन्ने कटिबद्ध रहन चाहन्छु। र धेरै कुरा गर्नुभन्दा पनि हाम्रो काम 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 भन्ने मूल एजेन्डालाई आत्मसात गर्दै काम गर्नेछु। र आज सम्पूर्ण उपस्थित व्यक्तित्वज्यूहरूलाई आभार व्यक्त गर्दै मैले धेरैजना धन्यवाद दिनुपर्ने धन्यवादका पात्रहरू हुनुहुन्छ। भइसकेका हरेक कुराहरू हामी त्यति बेला हातमा गन्ने साथीहरू घन्टी बजाउँदै हिँडेको आज पनि म भुल्न सक्दिनँ। किनभने जग हाल्दै गर्दाखेरिका साथीहरू हामी यहाँ 5-7 जना अगाडि छौँ। तर आज यो भरिभराउ हल त्यति बेला पनि रविदाई आउँदा सभागृहमा भएको थियो। तर आज यो 3 वर्ष पछाडि देशमा जुन विजयको चाहिँ उत्सवभन्दापट्टि एउटा शुभकामना कार्यक्रममा तपाईँ हामी यसरी जम्मा भइरहँदा मन हर्षोल्लासले फुलिएको छ। अब हामीले भाषणभन्दा पनि काममा ध्यान दिनुपर्नेछ। हिजो त 21 जना थियौँ, त्यो 21 जनाबाट सुरु भएको यात्रा आज 183 जनामा परिणत भएको छ। यो परिणत तपाईँ हामी सबैको परिणतको सङ्गठनमा लागेका सबैजनाको अथाह मेहनतको फल हो। यो मेहनतको फलमा अब हाम्रा साथीहरूले आफ्नो इमान्दारिता गुमाउनु हुने छैन, आफूमा कहिले पनि घमण्डी मन ल्याउने हुने छैन र जनतालाई सुरुपर राखेर जनताको सेवामा समर्पित हुनुहुनेछ भन्ने विश्वास मैले लिएको छु। पोखरा पर्यटनको राजधानी तर पछाडि परिरहेको छ। पोखरामा बनिसकेको अन्तर्राष्ट्रिय विमानस्थल चल्न सकेको अवस्था छैन। पोखरामा पर्यटनको संरक्षण भएको छैन। पोखरामा पृथ्वी चोकको बस पार्क आजसम्म बन्न सकेको अवस्था छैन। पोखरा वरिपरिका कास्की क्षेत्र नम्बर 1, 2, 3 का पर्यटकीय स्थलहरू होमस्टेहरू त बनिसकेका छन्। तर ती होमस्टेहरूले पर्यटकहरू कुरिराखेको छ। अब हाम्रा साथीहरूले, हाम्रा तिनै विजेता साथीहरूले पर्यटन ल्याउनको लागि, विकासको मुहार फेर्नको लागि अहोरात्र खटिनुहुनेछ भन्ने विश्वास मैले लिएको छु। हिजो मेहनत गर्दै गर्दा के कति सके या सकिन, ती सुरुवाती दिनदेखि आजको दिनसम्म आउँदै गर्दा मबाट यदि कोही कसैको मन दुखेको छ भने म आज यसै मञ्चबाट तपाईँहरूसँग शिर निहुर्याएर दशहात जोडेर माफी माग्न पनि चाहन्छु। र अन्तिममा म यो परिस्थिति खराब गर्दै गर्दा जेनजी आन्दोलनमा शहादत प्राप्त गर्नुभएका शहीद भाइ बहिनीहरूलाई पनि आजको यो कार्यक्रम उहाँहरूलाई सुम्पन्न चाहन्छु। त्यस्तै यो व्यवस्था ल्याउनको निमित्त धेरै आदरणीय आजको यस कार्यक्रम जुन जिल्ला समितिले राखेको छ शुभकामना धन्यवाद ज्ञापन कार्यक्रम। यो कार्यक्रममा म सर्वप्रथम धन्यवाद यहाँलाई दिन चाहन्छु। तपाईहरूको सक्रियताले गर्दाखेरि कास्की जिल्लामा हामीले 3वटै क्षेत्र हाम्रो पक्षमा पार्न सफल भएका छौँ। कास्की जिल्लाका करिब 3,08,000 मतदाता
सक्रिय रूपमा निर्वाचनमा सहभागी हुनुभयो। यहाँप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद यहाँलाई दिन चाहन्छु। शुभकामना पनि म हाम्रो मान्यहरूलाई दिन चाहन्छु भने बधाई चाहिँ तपाईँहरूलाई नै दिन चाहन्छु। अघि नै प्रवक्ता साथीहरूले भने जस्तै यहाँको सक्रियता र यहाँको भूमिकाले गर्दा तपाईँहरूले जुन जिम्मेवारी पार्टीको उम्मेदवारहरूलाई जिताउनु पर्ने जुन भूमिकामा यहाँहरू हुनुहुन्थ्यो, यहाँले त्यो आफ्नो भूमिका पुरा गरिसक्नु भएको कारणले गर्दा, सफलतापूर्वक सम्पन्न गर्नुभएको कारणले गर्दा यो बधाई पनि यहाँलाई नै दिन चाहन्छु। नमस्कार, म दिपेन्द्र पोखरेल बादशाह, कास्की जिल्लाको सचिव। यहाँहरूलाई दुई हात जोडेर सर्वप्रथम चाहिँ घन्टीमा नमस्कार गर्न चाहन्छु। जय घन्टी। 84,134 मतदाता कास्की क्षेत्र नम्बर 2 मा हुनुहुन्थ्यो, जसमध्येमा प्रत्यक्षतर्फ लगभग 32,000 र त्यसै गरी समानुपातिक तर्फ 33,000 मत यहाँहरूले विश्वास गर्नुभएको छ कास्की क्षेत्र नम्बर 2 मा। आदरणीय कास्की 2 का सम्पूर्ण मतदाता महानुभावहरू, घन्टी मित्रहरू, अग्रजहरू, दाजुभाइहरू तथा दिदीबहिनीहरूमा म हार्दिक नमस्कार तथा हार्दिक आभार प्रकट गर्न चाहन्छु। सबैभन्दा पहिला यहाँहरूको माया, विश्वास, साथका लागि हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। लोकतन्त्रमा जनताको साथ र भरोसा नै सबैभन्दा ठुलो शक्ति हो। कास्की 2 का जागरुक मतदाताले परिवर्तनको आवाजलाई बलियो बनाउँदै नयाँ सोच र नयाँ नेतृत्वप्रति देखाउनु भएको विश्वास अत्य नै प्रेरणादायी छ। म प्राय जसो मेरो अगाडि माइक भयो भने दिनभरि बोल्न सक्छु जस्तो लाग्थ्यो, तर आजको यो माहौलले अलिकति म विचलित भएको छु। हामीले जुन खालको मेहनत गऱ्यौँ, तपाईँ हामी सबैले मेहनत गऱ्यौँ, विगत 48-50 दिनको जुन यात्रा सम्पन्न गरेर आजको दिनसम्म आइपुगेका छौँ। साँच्चीकै यो देशले एउटा इतिहास रचेको छ, कास्कीले एउटा इतिहास रचेको छ। आदरणीय तीनैजना हाम्रा माननीयज्यूहरूलाई यहाँ साक्षी राखेर म भन्न चाहन्छु, अब कास्कीबाट बालुवाटा सिंहदरबार अब नै झिक्कै झिक्कैमा आयतनलाई। अब आजका दिनसम्म कास्की, बालुवाटा र सिंहदरबारको जुन दूरीबाट धेरै विचलित भएको थियो, कास्कीको त्यहाँसम्म पहुँच पुगेको थिएन। अब हाम्रो तीनवटै क्षेत्रबाट विजय भएर जानुभएका तीनैजना माननीयहरूको तर्फबाट उहाँहरूले गर्ने कर्मबाट अब कास्की दूर हुने छैन, टाढा हुने छैन, कास्कीले त्यो सम्मान पाउनेछ भन्ने मैले विश्वास व्यक्त गर्न चाहन्छु। तिर्खाएको शरीर लिएर जति पनि साथीहरूले हाम्रा उम्मेदवारहरूलाई जिताउनको लागि मेहनत गर्नुभयो, महिनौँ मेहनत गर्नुभयो, उहाँहरू सम्पूर्ण साथीहरूलाई हृदयदेखि नै मेरो व्यक्तिगत तर्फबाट, महानगरपालिकाको तर्फबाट र सम्पूर्ण कास्की जिल्लाको तर्फबाट धेरै धेरै धन्यवाद व्यक्त गर्दै यहाँ उपस्थित सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, बुवाआमाहरू, सम्पूर्ण घन्टी प्रेमी साथीहरूलाई स्वागत गर्दै म मेरो आफ्नो स्वागतम भनाइ यही अन्त गर्न चाहन्छु। स्वागतम स्वागतम स्वागत। यहाँहरू सबैलाई लोकतन्त्रको साम्राज्य ढलिसकेको छ, यहाँहरूलाई बधाई भन्न चाहन्छु। हामीले यहाँहरू सबैलाई घन्टी बजाउन अनुरोध गरेका थियौँ, यहाँहरूले घन्टी बजाइसक्नु भएको छ। अब भ्रष्टाचारीहरूको घन्टी बजाउने काम पार्टीको रहेको छ, हाम्रा माननीयज्यूहरूको रहेको छ। हामी प्रतिबद्ध छौँ। हामीले जसरी मतदाताको बिचबाट करारनामा गरेर यहाँको बिचमा आयौँ, हामीले जसरी वाचक पत्र लिएर यहाँको बिचमा आयौँ, हामी त्यो वाचक पत्रलाई कागजको खोस्टा बनाउन दिने छैनौँ।